एडभेन्चरस नभएर त कहाँ हुन्छ त नि पुरै चट्टै पुरा एडभेन्चर त गर्नु पऱ्यो नि त पुरा चट्ट लाएर यस्तो यस्तो ठाउँहरूबाट होइन चट्ट जाने हो क्या चट्ट यस्तो आइसकेपछि एडभेन्चरस नभए जस्तो कहाँ हुन्छ त नि अनि चट्ट लाएर समुद्रको पानी त अबे चट्ट स्पर्श त गर्नु पऱ्यो जय शम्भो हैट खै त भाग्छ त मसँग त पानी त के हो वाह खतरा विशाल छ यार विशाल 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 हैट र नयाँ समुद्रमा आएर पुरै घुमेर है चिन पुरा घुमेर फर्किन्छ यहाँबाट ल गाह्रो चाहिँ गाह्रो छ चट्ट लाएर फर्किनुपर्छ अब दामी तर यार ऊ त्यो टापुमा पनि जान्छु म एक दिन त्यो टापुमा त्यहाँ के छ यहाँ चाहिँ है म त सबै ठाउँ जाने हो देख्ने बित्तिकै यहाँ चाहिँ क्युरिसियस चाहिँ जानुपर्छ म है यो ठाउँ चाहिँ भनेर लाग्यो भने गइहाल्ने हो आज यहाँ लागेको थिएँ यहाँ हाल्ने अब त्यहाँ पनि जान्छु म कुन दिन डुङ्गा पनि जान्छ यहाँबाट चट्ट चढेर जान्छु सँगै हेर्नुपर्छ चिल हान्ने हो नि त पुरै रेड बुलको साथमा त्यो पाहाड छ होइन यहाँ चट्ट त्यहाँ पुरा त्यहाँ घरहरू पनि रहेछ क्या टक्क के समुद्रको बिचमा त्यहाँ टापु छ होइन त्यहाँ पनि घरहरू डुङ्गाहरू स्ट्यान्ड बाई छ होइन कतिजनाको लागि हो पुरै होइन चट्टै त त्यस्तो पनि मान्छेहरू बसिरहेको छ कम्पनीहरू पनि छ कि फेरि हेर न कामदारको लागि पुरा यहाँ कम्पनी पुरै पुरा छ यहाँ काम कहाँ नपाउने के जहाँ पनि पाइने यस्तो समुद्रको टापुको छेउमा यहाँ टट्टक कम्पनीहरू छ ल रोजगार भन्ने कुरो त पाइहाल्ने के टेन्सनै छैन कि छोडेर अर्को विदेश किन जानु पऱ्यो भनेको यहीँ छ त सबै अनि छाङ 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 अब यो हो नि त पिस भनेको त